हेलो साथीभाइ सबैजनालाई नमस्कार। फेरि पनि वेलकम छ तपाईँहरूलाई मेरो भ्लगमा। अनि आज चाहिँ म केमोथेरापी गर्नु गएको। अनि अहिले चाहिँ म सोनादामा छु। यो चाहिँ सोनादाको गुम्बा हो है। अब सोनादा टु दार्जिलिङ तपाईँहरूलाई पनि देखाउने छु कस्तो छ भनेर है। आएको मान्छेलाई त थाहा छ, तर कसैले त चिन्दैन। एकदम राम्रो छ सोनादा, आउनुहोस् घुम्नुहोस् दार्जिलिङ। अनि आज चाहिँ रमाइलो दृश्य भइरहेको छ है। आज त घाम पनि अलिक ठिकैको लागिरहेको छ। पानी चाहिँ हिजो परेर चाहिँ आज दिन चाहिँ एकदम खुल्ला शान्ति भइरहेको छ नि त है। यो केमोथेरापी गर्नुको मनबाटै डर लागेर आउँछ क्या। केमोथेरापी भन्नेको नाम सुन्दै पछि केमोथेरापी त लास्टै गाह्रो हुन्छ क्या। साँपको विष भन्छ, खै साँपको विष चाहिँ अब शरीरभित्र हाल्दा चाहिँ कस्तो हुन्छ होला के गर्नु। अब यस्तै परिहाल्यो। पहिला राम्रो सन्चो सुविस्ता हुँदाखेरि आफ्नो लाइफसँग नराम्रो कुराहरू गरिहाल्यो, अहिले पुरा भोग्नु पर्दैछ है। अनि साथ सपोर्ट गरिदिनुहोस्। अब कामहरू त गर्नु सक्दिनँ है। यस्तै भिडियो बनाउँदै तपाईँहरूलाई पनि तपाईँहरूलाई केही भिडियोहरूबाटै अब केही दिने कोसिस गर्छु। यस्तै छ है। यहाँबाट चाहिँ रमाइलो दृश्यहरू देखिन्छ। अनि अहिले चाहिँ हामी जाँदैछौँ। यहाँबाट चाहिँ जोरबङ्गला त एकदम राम्रो देखिरहेको छ। र यहाँबाट चाहिँ अब यो चाहिँ गाडीबाटै भिडियो बनाएको मैले। अनि यहाँ चाहिँ जाम पनि लागिरहेको रहेछ हल्का। गाडीबाटै भिडियो बनाउँछ त्यस्तो खास देखिँदैन, र पनि बनाएको हो है। अनि म यो चाहिँ अब आउनेवाला अब जेनेरेसनहरूलाई अब चल्दै गरेको है भाइ बहिनीहरूलाई चाहिँ केही भन्छु भने, केही पनि यहाँ नराम्रो कामहरू चाहिँ नगरिदिनु है। अब नराम्रो एल्कोहल एडिक्सनहरू चाहिँ अब नराम्रो ड्रग्सहरू केही नलिदिनुहोस्। जिन्दगीको परिणाम चाहिँ नराम्रो भोग्नुपर्छ। अहिले मैले भोग्दैछु। महिनामा नभनेको पनि 6 खेप जस्तो जानुपर्छ। त्यस्तै अब केमोथेरापी गर्नु चाहिँ, केमोथेरापी चाहिँ लास्टै गाह्रो हुन्छ क्या। यो चाहिँ अहिले चाहिँ स्टेसनमा हो। यो चाहिँ हल्का जाम पनि थियो। अनि त्यो भएर यो चाहिँ हामी दार्जिलिङ हस्पिटल पनि आइपुग्नु आँट्यौँ है। दार्जिलिङ हस्पिटल पनि आइपुगिसक्यौँ। अनि हामी जाँदैछौँ। यहाँ गाडी साडी पार्किङ गरेर चाहिँ भित्र पसिन्छ है। अब यस्तै छ, हेर्नुहोस्। हामी हस्पिटल आइपुगिसकेको छौँ। अनि अब चाहिँ म चाहिँ व्हिलचेयरमा बसिरहेको छु। व्हिलचेयरमा जाँदैछौँ। यहाँ भाइले चाहिँ लाँदैछ मलाई। अब चाहिँ मेरो केमोथेरापी क्यान्सरबाट ओन्कोलोजीबाट चाहिँ यो दार्जिलिङ डिस्ट्रिक्ट हस्पिटल। अनि अहिले चाहिँ म केमो गर्दैछु दार्जिलिङ हस्पिटलमा। डिस्ट्रिक्ट हस्पिटल हो। यसमा चाहिँ सबै हुन्छ, क्यान्सरदेखिको लिएर सबै पुग्ने हुन्छ यो हस्पिटलमा। त राम्रो छ। अनि यो केमो पनि देखाएको तर यो चाहिँ स्लाइन भनेर चाहिँ नसम्झिनु, मात्रै केमो डर लाग्यो भनेर। अब यही भन्छु जतिजना पनि अब सानो भाइ बहिनीहरूलाई नराम्रो केही नगरिदिनु होला। तपाईँले राम्रो काम गर्नु यस्तै हुन्छ। सिगरेट बिडी एल्कोहलहरू जति जे खाँदा दिन्छ त्यस्तो हुन्छ। पहिला मैले पनि पुरा ल्याउँथेँ। अब यस्तो भइरहेको छ। अब आज कति 8-9वटा भयो होइन। 8-9वटा भइसक्यो केमोथेरापी गरेको। अझै 8-9वटा गर्नुपर्छ भन्दैछ डक्टरले है। त्यस्तो हुन्छ। अब केमो गर्दाखेरि चाहिँ के हुन्छ भने 70% आफ्नो शरीर चाहिँ डेड हुन्छ। केही गर्नु सक्दैन, हिँड्नु सक्दैन। म चाहिँ त्यस्तो छु है। अनि त्यहाँदेखि मेरो झन् अब पुरा हात बिग्रिन्छ। त्यस्तो हुन्छ। अब कतिजनाले थाम्नु पनि सक्दैन। कतिजनाले यो केमो गर्दा मर्नु पनि सक्छ। त्यहीजनाले अब नराम्रो काम चाहिँ नगरिदिनु। म चाहिँ त्यही भन्छु। नराम्रोले चाहिँ अब यस्तै बनाउँछ। जिन्दगीमा यस्तै हुन्छ। पुरा दुःख भोग्नुपर्छ। अनि अहिले चाहिँ म केमो लगाएर पनि है 1.5 घन्टाको केमो लगाएर पनि आइपुगिसकेको छु यता बाटोमा। अनि नराम्रो कुरोहरू चाहिँ तपाईँहरू प्लिज नल्याइदिनुहोस्। यस्तै हुन्छ। अब नराम्रो कुरोले चाहिँ अहिले मैले भोग्दैछु है। कति 8-9 महिना भइसक्यो केमो लगाएको मैले। अनि केमो लगाएपछि चाहिँ साह्रो पर्छ क्या। पुरा जिउ हिट हुन्छ। आँखाहरू रातो बनाइदिन्छ। हेर्नु सक्नुहुन्छ तपाईँहरूले आँखा है। पुरा जिउ शरीरै अब काम नलाग्ने जस्तो बनाइदिन्छ नि, त्यस्तो हुन्छ है। तपाईँहरू पनि अब प्लिज नराम्रो कुरोबाट चाहिँ जोगिदिनुहोस्। अब म चाहिँ त्यही भन्छु। अनि बिमारीहरूसम्म यो भिडियो पुऱ्याइदिनुहोस्। यो भिडियो चाहिँ
मैले बिमारीहरूको लागि पनि मोटिभेट होस्, उनीहरूले केही नसोचोस् त्यसको बारेमा भनेर बनाएको हो। अनि तपाईँहरूलाई पनि अब नराम्रो कुरोबाट चाहिँ जोगिनुहोस्। अनि थ्याङ्क यू सो मच है, तपाईँहरू साथ सपोर्ट गरिदिनु भएकोमा, मलाई योसम्म पुऱ्याइदिनु भएकोमा यहाँसम्म, अनि साथ सपोर्ट गरेर यहाँसम्म पुऱ्याइदिनु भयो। थ्याङ्क यू सो मच, वन्स अगेन थ्याङ्क यू सो मच।